जय मसी सबैलाई। कहाँ जाने रे छोरी? पोखरा जाने भएन यो ठिक परिसकेको हो। जय मसी सबैलाई। आज चाहिँ हामी पोखरा जान आँटेको अनि म मेरो श्रीमती अनि मेरो छोरी जान आँटेको। यहाँबाट हामी निस्किन लागेका छौँ। आज ट्युसडे बेलुका भयो। आज बेलुका हिँडेको, भोलि बिहान हामी पुग्नेछौँ। बिहान चाहिँ त्यहाँ पुगेर हामी आशिषमय भेटघाट गर्नेछौँ पिटर गुरुबा रोनिमा गुरुआमाहरूसँग। हाम्रो 5:30 बजेको बस छ। यहाँबाट हामी अब अटोमा जानेछौँ, त्यहाँबाट फेरि बसमा हामी चढ्नेछौँ जिलजिलेबाट है त होइन। ल लिएर जाऊ। अब चाहिँ निस्केको हामी बाहिर, अटो आइसकेको छ, अटोमा जानेछौँ। डोर्याउन सक्छौ? छिटाउनु लड्छ अहिले छोड लु। विराजमान हुनुहुने प्रभु तपाईँलाई धन्यवाद दिँदछौँ। तपाईँ परमेश्वर आज सुन्दर दिन सुन्दर अवसर तपाईँले दिनुभएको छ। तपाईँ परमेश्वरको पहरा, तपाईँको स्वर्गदूतको पहराले हामीलाई सुरक्षा दिनुभयो दिनभरि। फेरि पनि यो समयमा तपाईँ परमेश्वरसँग बिन्ती गर्दछु, तपाईँले यी 2-3 छोराछोरी तपाईँका छोराछोरीलाई तपाईँका हातमा राख्छु प्रभु। आज त्यो पोखरासम्मको यात्रामा प्रभु तपाईँ परमेश्वरले उहाँलाई तपाईँको अनुग्रह, तपाईँको स्वर्गदूतको पहरा दिएर तपाईँले सुरक्षा साथ लानुभएको होस् प्रभु। अनि त्यो जहाँसम्म पुग्नुपर्छ तपाईँको बाहुलीले सम्हालेर लानुभएको होस्, सुरक्षा दिनुभएको होस्। र उहाँ पुगेर असल भेटघाट मिठो भेटघाट भएर फेरि पनि फर्किन तपाईँ परमेश्वरको सुरक्षा भइरहेको होस् प्रभु। फेरि पनि यो परिवार, हाम्रो परिवारसँग भेटघाट नभएसम्म तपाईँको स्वर्गदूतको पहरा दिनुहोस् भन्दै सबै कुराको लागि धन्यवाद चढाउँदै माग्छु आशिष जीवी जिउँदो यसो ख्रिस्टको नाउँमा आमेन। आमेन। खोइ आमेन। जय मसी प्रभुको जय आशिष। मसी। God bless you। प्रभुको आशिष। जय मसी भन्नु त बाई बाई भन्नु। हालेलुया भन्दै जानु हो का? हामीलाई सुरक्षा दिनुहोस् भन्दै जानु है। बाटो राम्रो माथि हाल बाई। ल हामी निस्केको घरबाट। ल बाई बाई। ल काकी निस्केको। ल बाई बाई। राम्ररी जाऊ, प्रार्थना ल गर्दै ल ल ल। अब चाहिँ हामी ल बाई बाई। ल हामी निस्किसक्यौँ अटोबाट, बस्न जाने हामी अब। ल एउटा लिएको। हामी चाहिँ बस पर्खिरहेका छौँ अहिले जिलजिलेमा। यहाँबाट चाहिँ बसमा डाइरेक्ट पोखरा। निकै टाइम लाग्छ, काठमाडौँभन्दा टाढा पर्ने रहेछ, झन्डै 600 भन्दा बढी किलोमिटर पर्ने रहेछ। काठमाडौँ चाहिँ 550 हो। अनि हामीले उठिसक्यौँ अटोबाट। अब यहाँबाट चाहिँ बसमा है त। छोरी हामी के गरिरहेको छौँ? बस पर्खिरहेको छौँ। अब आइपुग्न लाग्यो बस होइन। गाडी बल्ल बल्ल आइपुग्यो। ल यो बोक। कत्रो बेर लाग्यो यार। अब के खान्छ छोरीले गाडीमा? चिकन ललिपप खान्छ अरे। गाडी चाहिँ लगभग 1.5 देखि 2 घन्टा गाडी कुरियो होला। 2 घन्टा। ए अब बल्ल बल्ल गाडी चढियो। अब चाहिँ चिकन ललिपप रे एकैचोटि। आमा टेस्ट कस्तो छ? दामी छ। चेस गरौँ न। चेस। खाना खाने ठाउँ
हजुर खाना खाने यतै हो यतै टोइलेट हो वासरुम जाने खाना रोटी खानेलाई चाउमिन मोमो थुक्पाहरू पनि पाइन्छ खाना खाने ठाउँ चिया यतै हो। कफी जे खाए पनि पाइन्छ हजुर फलफुल छोडेर सबै थोक हामी कहाँ गएकोले फेरि भनिदेऊ एकचोटि पोखरी 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 होइन कहाँ रे पोखरी पोखरी होइन कि कहाँ रे पोखरी फेरि पोखरी भन्यो ए पोखरा भन न अनि स्विमिङ पुलहरू छ छैन स्विमिङ पुलहरू त्यहाँ पोखरामा गएपछि ठुलो स्विमिङ पुल छ तिमीलाई अनि माम कति खायो खायो ल्याप्पै त्यति त यति खायो यति तिमीले त ल अब हामी पोखरा पुगेर भिडियो बनाउँछौँ है त ल गाइज अहिलेलाई बाई बाई गुड नाइट भनिदिनु बाई बाई म जुत्ताको आवाजमा दुध बाँधेन 10-12 पुरै कुहिरो लागेको छ अहिले चाहिँ बिहानको चिया खाजा खाने ठाउँमा रहेछ हामी जाने बस चाहिँ यही हो चढेको बस चाहिँ एकदमै चिसो छ कुहिरो अहिले चाहिँ हामी पोखरा छिरिसकेका छौँ अनि अब झर्ने टाइम हुँदैछ सिसाभित्रबाट खिचेको भएर चाहिँ अलिक क्लियर आएको छैन तर पोखरा सिटीमा चाहिँ छिरिसकेको छ झर्ने बेला हुन आँट्यो गुरुबाले हामीलाई शिव चोकमा झर्नु भन्नुभएको छ हामी त्यहाँ झर्नेछौँ शिव चोकमा यो चाहिँ अर्धो चोक आएछ अर्धो चोक मान्छे झर्ने छ अब यहाँबाट फेरि हामी शिव चोकसम्म जान्छौँ भिडियो बनाउँछ ल बनाउनु न अलि नै खाऊ चाहिँ भिडियो बनाउँदैछु यहाँ त पिछोकै रमाइलो हुन्छ हालेर पारिपट्टि पुल बन्दै रहेछ विजयपुर भन्दो रहेछ यसलाई चाहिँ विजय खोलाको पुल उतापट्टि ठुलो पुल बन्दै रहेछ अब चाहिँ हामी झर्ने ठाउँ आउन आँटेको छ हामी चाहिँ झर्ने ठाउँ आयो ल हामी ओर्लिने बेला आयो हाम्रो धाममा पनि हिमालय छ रहेछ त्यही त ऊ है हिमालय छ हामी चाहिँ अहिले गाडीबाट ओर्लिसकेका छौँ अनि गुरुबाको घरमा आइपुग्नै आँटेका छौँ गाडीबाट ओर्लेर थोरै हिँड्नुपर्ने रहेछ 2-3 मिनटसम्म अनि यो चाहिँ थापा मार्ग स्ट्रिट नम्बर 2बाट भित्र छिर्नुपर्छ र भन्नुभएको थियो गुरुबाले ठ्याक्क म चाहिँ बाटोमा आइसकेको छु है त यहाँबाट भित्र छिरेपछि गुरुबाहरूको घर आउँछ हिमाल देखिरहेको छ यहाँबाट एकदम राम्रो तर हिमालमा हिउँै छैन र बता हिमाल चाहिँ देखिरहेको छ तर हिमालमा हिउँ छैन कहाँ आइपुग्यो हामी थाहा छैन पो यो ठाउँ थाहा छैन ल अब थाहा हुन्छ ल जय मसी ल हिँड ल जय मसी जय मसी भन कहिला जय मसी गुरुबा ल जय मसी ल जय मसी होइन ल यो गुरुबाहरूको घरमा ल के छ गुरुबा राम्रो हुनुहुन्छ ल ल भित्र छिरौँ के भयो भाउ त गल्छ त ल गुरुबाहरूको घर आइयो ल गुरुआमा खोइ गुरुआमा कता हुनुहुन्छ यता तलै बस्छ तलै आउनुहुन्छ ल छोरीको बस्ने स्टाइलमा आमै ले आउन पाएन डन हो हेलो I was thinking you will come evening, so Wednesday evening. Welcome. Thank you. How are you? Very good. How are you?
Yeah, she is my Shrimati. Pooja. Oh, Manalo. Oh, it's the Oh, small. Jai Masi, Vandela. Jai Masi kay. How are you? Good. Timi ka kasto cha hunun cha, correct? Yeah. Namke ho. नाम के हो भन्देऊ रे नाम नभन्ने This is very good clothes. नाम नभन्ने Nice, huh? It's your first time in Pokhara? Yeah, me second time. Second time. Yeah. Yeah. Namke ho. Eh, नाम भनिदेऊ न What Nam is your भन्ने? name? Hmm? What is her name? Salomi. Shalomi. Yeah. Beautiful name. Yeah. Shalomi, beautiful name. Thank you भन्देऊ So you're traveling the whole night. Did you sleep? सुत्यो कि सुतेन तिमी She's going to give something to Guru Ama. कसलाई दिने रे चप्पल लिएर आउनुहोस् न कसलाई दिने रे त्यो आमालाई आमा गुरु आमा हैन आमा भन न ल ल आमालाई दिनु ल आमा लिनु भनेर देऊ आमालाई दिनुस् ल आमालाई दिनुस् आमा आमालाई दिनुस् ल आमालाई दिनु दुई हातले ल I like that word, Amma. आमा Oh, आमा लिनु भनेको है त Dhanyabad. स्वागतम भने Wait, you. Yeah. How to say? This one for you Yeah, Guru same Ama for me. Yeah आमा तपाईलाई भनेर देऊ न देऊ भन न खोइ म अब बोल्दिन है म अब तिमीसँग गुरु आमालाई बुवालाई देऊ त्यो लगेर बुवालाई देऊ आफैले देऊ बुवालाई बुवा तपाईलाई भन What is that? बुवा तपाईलाई भन Thank you. Yeah. Wow. Thank you so much. ठिक पो हुन्छ कि हुँदैन र अनि यो चाहिँ हाम्रो रुम यहाँ हामी बस्नको लागि गुरु आमाले तयार पारेर राखिदिनु भएको छ अनि हामी फ्रेस भइसकेका छौँ अब हामी माथि हिमाल हेर्नलाई जानेछौँ है त ल माथि आऊ ल तिमी पूजा हिँड माथि हिँड ल छिटो छिटो त्यो 4 हो छिटो हिँड हजुर गरिसकेँ मैले माथि हिँड न माथि हिँड माथि लु 6 अनि यो अनि यो 1 7 हो त्यो के को 1 हुनु 7 अनि यो 6 अनि त्यता नगलो भयो लड्छ माथि हिँड न माथि 8 9 10 ल भयो सक्यो लु हिँड हामी के हेर्ने अब माथिबाट वाउ मैले देखिसकेँ छिटो त्यहाँ पानी छ चप्पल लारै जाऊ वो हिमाल ये ब्युटिफुल अनि हाम्रोतिर त छैन नदी हाम्रोमा छैन गुरुआमा हाम्रो घरमा हिमाल छैन भन्दैछ She said we don't have Yeah, Himal. but it's not clear this time. You Yeah. She said we don't have Himal in our home. see? Yeah, now you see it. अब म चाहिँ घुम्दै आएको ओ ड्राइगन फ्रुट यहाँ पनि रहेछ हेर त हाम्रोमा जस्तो कहाँ चिलेको मेरो चाहिँ घर यो हो हेलो मेरो घरमा कोही पनि आउँदैन हामी आउँछौँ नि म आउँछु नि तपाईँ ल म आउँछु अहिले एकछिनमा ल हिमाल सायद यो व्हाइट गुम्बा होला Now it's not very clear. This is where Baba It's okay, Amma, no need. Baba Amma, there's lying Yeah. down here because they feel bored down, so they will. Yeah. They will just take sun bath maybe. Yes. Yeah, they used to, and they move this. Thing. Yeah. Where You will know where this which table side came from? Where? Ganapati, 1 hour. Ganapati. From Baba Amma's home. Oh. They brought this very. This old one, Yeah, yeah. but very heavy. Maybe, yeah. And thank The the Lord. wood is very nice one Yeah. there. Yeah. And thank the It's Lord, strong. that time when Baba brought this, Miroshriman was shocked. And Brother Kish. Okay, I want to make video, okay?
गुरुबाले चाहिँ हामीलाई मिठो खाना बनाइसक्नु भएको छ अन्त यो पनि लिएर जानु गुरुबा गुरुबाले टन्नै एकैछिनमा खाना बनाइसक्नु भयो अब हामी खाना खान्छौँ खाना खान्छौँ तिमी त नखाने भने होइन सलोमी We need to mix this one. सलोमी तिमी नखाने होइन खाँदैन हौ ए कम न फास्ट है तेरे का तिमी कुकुरिका हो भालेको साथी ये कुन चाहिँ भाले कालो भाले कि रातो भालेको कि सेतो भालेको रातो ओके Ratna, let's take a picture also.